यस्तो छ नि यस्तो छ नि आज दाजुभाइले लडाइदिएको छ है भन्छ नि पैसाको मुख कालो हुन्छ। यो धन सम्पत्तिले कहिले पनि होइन सुख शान्ति दिँदैन है। सबभन्दा त यो धनको सम्पत्ति पैसाको कारोबार चाहिँ आफन्तसँगलाई कहिले गर्दै नगर्छ है। किनभने भाइ भाइमा त फाटो ल्याउँछ भनेपछि झन् आफन्तमा कस्तो ल्याउँला। मैले कति देखेको छु यो पैसाको कारणले गर्दा भाइ भाइ लडेको, घरबाट तस नस भएको, साथी सङ्गीहरू पनि रुष्ट भएको। यो धन सम्पत्ति पनि यस्तो छ नि यो अंशको लागि कस्तो यो लडाई युद्ध पुलिस केस यो आन्दोलन अनि कोर्टको चक्कर धाइराख्ने मैले धेरै देखेको छु है। त्यस्तै आज इक्तला भएको छ है। नोकरको छोरा भएर उसले दाजुभाइहरूले उसलाई हामीले यसलाई किन हाम्रो अंशबाट दिने, किन हाम्रो धन सम्पत्ति दिने भनेर सबै दाजुभाइ मिलेर उसलाई लपाडेका छन्। आफ्नो दाजुभाइबाट बस्नुको लागि तोप देशमा गएर बस्नु लागेका छन्।